जङ्गललाई के भन्छ सर यो जङ्गल? यो ठाउँ चाहिँ वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 4 को जनजागरण सामुदायिक वन हो। यो वन र यही ठाउँमा हो इनिसा। हजुर, यो जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा 9:23 गतेको 9:47 हामीले टेलिफोन भयो, जानकारी गराउनु भयो। त्यही वनको वनपाले चौकीदार रामबहादुर विक र विशाल विकले एउटा लेडिज अचेत अवस्थामा छ भनेर हामीलाई खबर गर्यो र अस्थायी प्रहरी बिट सहित अर्कादेखि प्रहरी वरिष्ठ हल्दार कोडबासाईको कमान्डमा 3 जना नेपाल प्रहरी र 7 जना निर्वाचन प्रहरी लिएर म यहाँ आएँ। म आउँदाखेरिमा यहाँ जुत्ताहरू यहाँनिर खसेको थियो र लास उतापट्टि अहिले मैले उहाँहरूलाई सरहरूलाई देखाएको छु। उहाँ पर त्यो लास लेडिजको लास त्यहाँनिर थियो र अनुसन्धान अधिकृत र हाम्रो तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी डिएसपी मोहनचन बुढथापा सर यहाँ आउनुभयो र घटनास्थल मुचुल्का सहित अनि एकजना जो बालक भनिएको छ त्यसलाई चाहिँ नियन्त्रणमा लगेर हामीले जिल्ला प्रहरी कार्यालय तालुक कार्यालयमा बुझायौँ र घटना तपाईँ आउने बेला नि अहिले यो ठाउँमा चाहिँ जुत्ता मात्र थियो, जुत्ता र अनि त्यो ब्लड अनि जुत्ता यहाँ थियो। अनि त्यो बहिनी मृत्यु अवस्थामा हुनुहुन्थ्यो कि अचेत अवस्थामा? लगभग अब हामीले चाहिँ अब मृत्यु र केही सास थियो अलिअलि? नै, अब त्यो हामीले त्यो डक्टरबाट खुल्ने कुरा हो। अब हामीले त अचेत अवस्था भन्छौँ हामीले। त्यो चाहिँ कहाँ देख्नुभयो पारी? यो यहाँनिर अहिले यहाँनिर म देखाउँछु। लास यहाँनिर थियो, हामीहरू आउँदाखेरि लडिरहेको अवस्थामा यहाँ पनि रगत थियो। रगत सबभन्दा धेरै त्यहाँ थियो। मतलब घटना त्यहाँ घटाएर त्यसपछि यहाँ ल्याएर राखिएको जस्तो अनुमान थियो होइन? यो सम्बन्धमा मैले यहाँ देखेँ स्थानीय प्रहरी भएर अब मैले थप चाहिँ भन्न मिल्दैन। अब यो चाहिँ हाम्रो प्रवक्ताले चाहिँ देश साहबले चाहिँ भन्ने कुराहरू तपाईँ यहाँ आउने बेला नि सुरुमा अनि त्यो जो यो घटनामा संलग्न भनिएको छ नि त्यो ऊ पनि नाबालक भनौँ होइन, 18 वर्ष मुनिको रहेछन्, ती कहाँ थिए? भाइ त्यो गौली भन्ने भाइ त्यो के अनमोल गौली माथिर बसिरहनु भएको थियो। यहाँ बसिरहनु भएको थियो। कस्तो अवस्थामा देख्नु भएको थियो उसलाई? अलिकति उहाँलाई पनि अप्ठ्यारो भयो जस्तो महसुस भएको थियो। रोएको जस्तो भन्दा त उहाँ फेन्टनै भएर मैले हाम्रो निर्वाचन प्रहरीलाई लाएर यहाँबाट बोकाएर रोडमा झारेर रोडबाट मैले हस्पिटलसम्म चाहिँ पठाउने व्यवस्था हाम्रो चाहिँ अब हाम्रो प्रवक्ताको टिम अनुसन्धान गौरी भन्नु न? अनमोल गौली। मैले टिप्पटमा अनमोल गौली टिपेको छु। अनमोल गौली। अनि ऊ चाहिँ भागेको त्यस्तो केही थिएन? त्यो खास चाहिँ त्यस्तो चाहिँ मैले चाहिँ पाएन र आत्तिरहेको थियो र चाहिँ उपचार गराउनु पर्ने अवस्थामा थियो भाइ। अनि त्यसो दुवैजनालाई अस्पताल लिएर जानु हो? अब यो इन्साको चाहिँ अब लास जाँच गरिसकेपछि बसेको ऊ अलिकति छिटो चाहिँ अस्पतालमा चाहिँ अब हाम्रो देश अनुसन्धान अधिकृतको टिमले उता पठाएछ। त्यसपछि तपाईँहरू यहाँ आउने बेला बाँकी 3 जनाहरू अथवा कोही अरू मान्छेहरू त्यहाँ केटाहरू सूचना दिने बाहेक थियो कि बाहिर कोही हुनुहुन्थ्यो? ऊ मात्र। उसले चाहिँ मेरा दायाहरू आउँदैछन् भन्यो, तिम्रो दायाहरू आए पनि चाहिँ हस्पिटलतिर चाहिँ आउँछन्, उपचारको लागि हामी लगिहाल्छौँ भनेर उपचारको लागि गयो। ऊ आत्तिरहेको छटपटाइरहेको। त्यो खासै मैले चाहिँ अब त्यो कुराहरू चाहिँ अब हाम्रो चाहिँ प्रवक्ता अब सरलाई थाहा नै छ। हाम्रो अनुसन्धान अब यो चाहिँ पुरा उहाँले भन्न पनि मिल्दैन। तपाईँ यहाँ उपस्थित हुने बेला चाहिँ उहाँहरू हुनुहुन्थ्यो कि हुनुहुन्थेन? नै हुनुहुन्थ्यो। एकजना मात्रै हुनुहुन्थ्यो तपाईँ? एकजना मात्र। मैले एकजनादेखि एकैजना चाहिँ मैले चाहिँ रिक्सु गरेर उता हस्पिटलतिर लिएर उपचार गराएर डिस्चार्ज भएर मैले उता जिबर्गामा चाहिँ लगेर बुझाइसकेको। यहाँको स्थानीय हो? हजुर, यहाँकै स्थानीय हो। तपाईँहरू त त्यो घटना घट्ने बेला तत्काल आइसक्नु भयो? तत्काल पुलिस सँगसँगै हल्दार सँगसँगै प्रहरीसँगै आउनु भएको? प्रहरीसँगै। तपाईँहरू यहाँ आउने बेला ठ्याक्कै के देख्नु भएको थियो त्यति बेला? पुरै मरेको सुताएको
कपालले ढाकेको थियो झोल मोबाइल चाहिँ यहाँ थियो केटाकेटीको त्यसपछि ब्याग थियो नपढ्नु के भयो भोलि हाम्रो पनि छोरी छ केही चाहिँ होइन सम्झिँदा डर लाग्छ त्यो अवस्था देख्दा चाहिँ भयावह नै थियो काम नै अवस्था थियो पछि जब आमा आएपछि चाहिँ पुलिसले अब हामीले त देखेनौँ शरीर पुरै एउटै भएको थियो भनेपछि कस्तो मुखी भयो भने एकजनाले त पक्कै गर्न सकेनन् त्यो काण्ड त जस्तो बेल्टको डामहरू थिए भन्नु सामुदायिक वन वनको सचिव पनि हो म होइन अनि हामीले सधैँ दाउरा फुलाउँथ्यौँ कि शनिबारको दिन अनि चुनाव लगत्तै दाउरा फुलाउने पनि त्यस्तो भएन शनिबार दाउरा फुलाउन भन्ने थियो भइगयो अब गर्नु पनि त्यसपछि अनि मैले थाहा पाएको कुरामा भन्छु है त्यो दिन चाहिँ बिहान 6:15 बजेतिर त्यो केटा र जो अनमोल गौली भन्ने केटा र एलिसा नानी चाहिँ सँगै हाँस मातेर हाँस्दै राम्रै रमाइलोसँग माथि आएको चाहिँ देख्नु भएको रहेछ होइन हाम्रो गाउँको मान्छेहरूले होइन विद्यालय पोसाकमा होइन उता ट्युसन पढ्न गएको नि शनिबार थियो नि त त्यसपछि शनिबारको दिन प्र्याक्टिकल जान्छु भनेर आएको रहेछ अनि माथि आएको देख्नु भएको रहेछ एकछिन पछि चाहिँ अब मैले चाहिँ देखेको होइन सुनेको कुरा ती केटा दुईटा केटा तीनटा होइन दुईटा केटा चाहिँ तलतिर जानुभएछ होइन गएपछि अनि त्यहाँ हाम्रो एकजना दाइले उहाँले पनि आज पनि जानुपर्छ आफ्नो बयान दिन होइन उहाँले चाहिँ अनि किन के भयो भन्दाखेरि अनि हाम्रो त्यहाँ माथि साथी बेस भएको छ हेल्प गर्नु पर्यो अनि एम्बुलेन्स बोलाइदिनु पर्यो भन्ने कुरा त्यो केटाहरूले गरेछ त्यसपछि दाइले अब त्यस्तो अब जङ्गलमा एम्बुलेन्स नै बोलाउनु पर्ने हो कि पहिला त हामी जान्छौँ भनेपछि अनि एकजना चौकीदारले अनि फेरि पुलिसलाई हाम्रो वनको चौकीदारले प्रहरीलाई फोन गरेपछि प्रहरी र उहाँ दाइहरू सँगै आएको अरे ती केटाहरू माथिबाट गएको अरे बोलाउन उहाँले भनेको कुरा मैले बिहान पनि उहाँलाई सोधेँ दाइ मलाई त टर्चर देखाउँदै गर्नुला देखे पनि यस्तो हुँदैछ भन्नुहुन्थ्यो उहाँलाई पनि टेन्सन भयो नि त आफ्नो काम गर्ने मान्छे अनि तपाईँ देखाएको कुरा भनिदिनुहोस् किन अब मान्नु पर्यो अफर मान्नु पर्यो अब अरू त केही होइन बहिनी मलाई अब आफू एकातिर काम हिँडेर आउँछु मलाई अब बोलाएको गर्नु आज नि बोलाएको भन्नु एउटा कुरा स्पष्ट सोध्न चाहे तपाईँहरू चाहिँ प्रत्यक्षदर्शी होइन पछि चाहिँ घटना यस्तो म्याम घटना घट्दैखेरि देखेको भयो त पछिको कुरा अनि चोटपटक थियो कि थिएन नानीमा हामी यो सोध्न चाहन्छौँ चोटपटकमा आउँदाखेरि चाहिँ त्यो नानीको यो खुट्टा अब शरीर त हामीलाई देखाउनु भएन सब यस्तो के यहाँ स्थानीय र यहाँको हाम्रो यो यहाँको शहीद पार्कको प्रहरीसँगै आउनु भएको अरे उहाँहरू आउँदाखेरि केटा जुन केटा भनेको त्यो चाहिँ नजिकै अलि यता बसिरहेको थियो अरू केटाहरू उता थिए अरे अब त्यो उनीहरू पछि आएका हुन् कि पहिले हुन् कि त्यो त अब जाँचबुझ गरेपछि थाहा हुने कुरा होइन म्याम त्यो त हामीले भन्नु सकिन्न देखेको भए भनिन्थ्यो होइन मैले देखेको चाहिँ त्यो नानीको कपाल पुरै भुतलिएको थियो यो खुट्टा पुरै यो पैतालाबाट निलो भइसकेको थियो त्यो खुट्टा चाहिँ दाहिने खुट्टा निलो भइसकेको थियो कि पैताला फर्काएर सुताएको होइन आफ्नो कपडा तल चाहिँ थियो है कपडा सुताएको थियो माथि ज्याकेट ओढाइदिएको थियो कालो त्यो व्यक्ति प्यान्ट जस्तो थियो माथिबाट ज्याकेट ओढाइदिएको थियो त्यो घटना हेर्दाखेरि यस्तो दर्दनाक थियो कि म अझै पनि आङमा जिरिङ्ग काँडा फुल्छ कि अनि कस्तो पश्चातापलाई त्यो दिन हामीले वन खुलाइदिएको मान्छेको चहल पहल हुन्थ्यो हामीले बचाउँथ्यौँ यति मलाई यति पीडा हुन्छ कि हाम्रो पनि छोरी छन् छोरी नभए पनि सबै हाम्रो लागि छोरी हो महिला दिदी बहिनीलाई यो घटना चाहिँ यति नजिक सामुदायिक वनमा घरहरूका नजिकै यस्ता घटना हुन्छन् भनेपछि इभन यो घटना हामीमा पनि नआउला भन्न सकिन्न के यो घटना अब हाम्रा पनि छोराछोरी हुन्छन् हाम्रा पनि छोराछोरीमा नआउला भन्न सकिन्न त्यही भएर अब यहाँनिर यति धेरै मान्छेहरू हुनुहुन्छ नि यहाँनिर यत्रो घटना घट्दाखेरि कस्तो त्यो नानीलाई कति लास्ट अनि त्यसपछि घर परिवार पनि अब गैरी टोल हो अरे नानीको घर भन्ने सुनेपछि घर परिवारलाई कन्ट्याक्ट गर्ने अब त्यो थाहा भएन नि त गैरी टोलको टोल अध्यक्षलाई पनि मैले सम्पर्क गरेँ त्यहाँको दिदीहरूलाई पनि फोन गरेँ होइन कोही त्यस्तो मान्छे छ कि नानीको नाम पनि यो भन्ने पनि थाहा भएन कि हामीलाई बुवाको नाम चाहिँ इन्द्रबहादुर विक भन्ने चाहिँ थाहा भयो त्यसपछि यस्तो मलाई इन्द्रबहादुर भन्ने त कोही छैन हाम्रो टोलमा भन्ने कुरा भयो त्यहाँ त्यो अर्कै टोल परेछ सायद होइन त्यसपछि घर परिवार आउन टाइम लाग्यो धेरै टाइम लागेपछि हामी बसिराख्यौँ यहाँ लास्ट उठाउने बेलासम्म यहीँ बसिरहेको पछि मम्मी चाहिँ आउनुभयो तलबाट आउँदाखेरिमा मेरो जेठानी दिदीले र एकजना त्यहाँको बहिनीले समातेर लिएर आउनुभएको थियो
अनि उहाँ पनि आउँदा नि होसमै त्यो नानीले पनि समातेर लिएर आएको पछि ऊ चाहिँ अनि बाहिर बस्यो परले भित्र आउनु दिनु भएन मेरो जेठानी दिदी अर्को एकजना बहिनी समातेर भित्र ल्याउनु भएन भित्र ल्याउँदाखेरि प्रहरीले भन्नुभयो कि अनि तपाईँको छोरीको चोट घाउ चोट कति छ हेर्न सक्नुहुन्छ तपाईँले हेर्न चाहनुहुन्छ भन्छ हेर्छु भन्नुभयो उहाँले होइन हेरेपछि उहाँ देखेको मान्छेहरूले भनेको कुरा मेरो जेठानी दिदीले भनेको कुरा तल प्राइभेट पार्ट पुरै निलै भएको थियो अरे सोइलिङ भएको थियो अरे ब्लड भलभल आइरहेको थियो अरे अब भनेपछि त्यो एकजनाको हो कि अब सामूहिक भन्ने कुरा अब त्यो अनुमान लाउनु पर्यो अब त्यो प्रहरी प्रशासनले पनि राम्रोसँग त्यसको छानबिन गर्न पर्यो चिकित्सकहरूले पनि त्यसको जे छ त्यही निकालिदिनु पर्यो रिपोर्ट होइन अनि पछाडि ढाडमा पुरै बेल्टको जस्तो निल डामर थियो अरे यो खुट्टा निलो भएको मैले पनि टाढाबाट यसो हेर्दाखेरि देखिरहेको थियो खुट्टा बुझ्न चाहिरहेका थियौँ कि नानीको चाहिँ जिउमा कतै पनि चोटपटक थियो या थिएन भन्नेमा चाहिँ हामी छैनौँ कि अझै पनि किनभने कि प्रहरीले दिने एउटा हुन्छ अनि पुरा डक्टरहरूले भन्ने कुरा एउटा हुन्छ रिपोर्टमा कति कहिले भन्छन् अब हान्दाखेरि के हतियार प्रयोग गरे कि भन्ने कुरा नि आकलन आउँछ कि जनताबाट आउँदाखेरि त्यस्तो हतियार प्रयोग गरेको चाहिँ छैन कतै पनि हुन्छ नि त अब कतै घाउ छुरा हानेको कहीँ थिचिएको त्यस्तो खालको छैन तर चोटहरू के जो हुन्छ नि अब जानेरै गरेको चोटहरू हुन्छ नि त्यस्तो चोटहरू छ कि त्यो नानीको त्यही भएर अब त्यो त हामीले यस्तो फलानाले यसो गरेको सामूहिक हो एक्कल हो भन्न त हामीले सक्दैनौँ नि त हामीले त्यो अवस्था हेर्दाखेरि सामूहिक हो कि भन्ने अड्कल काट्ने मात्रै हो हामीले त्यो कुरा प्रमाण गर्न सक्दैनौँ तर न्याय पाउनुपर्छ त्यो नानीले अब त्यस्तो त्यहाँनिर यत्रो बस्ती छ यहाँनिर त्यो नानीको चित्कार सुन्ने मान्छे नि कोही भएन त्यो दिने बाटोमा हिँड्ने मान्छे नि कोही भएन कस्तो विडम्बना कि यति गाह्रो हुन्छ सम्झिँदा पनि हिजो हामी पनि र्यालीमा गएको थियौँ बिहानदेखि साँझैसम्म त्यहीँ बसिरहेको थियौँ पछि हामी फर्क्यौँ त्यसपछि के भयो त्यताबाट के आयो भन्ने कुरा टिकटकरमा हेर्ने मात्रै भयो अरू हामीलाई थाहा भएन खासै गरी हाम्रो नातादार पनि होइन केही पनि होइन हामी अब यहाँनिर छिमेकी भयौँ जहाँ परि पनि त्यो घटना परिचित कति भइरहेछन् त्यस्ता घटना बलात्कारको घटनाहरू हामी सबै मिलेर त्यो नानीलाई न्याय दिनुपर्छ अब दोषीलाई अब फसाउनु भएन मान्छेले फसाउनु खोज्यो भन्ने पनि हुन्छ अनि अब त्यो जो निर्दोषलाई फसाउनु भएन दोषीलाई चाहिँ उम्काउनु भएन कारबाही गर्नु पर्यो अहिले अब अन्य कुरा हुन्छ नि अब सम्पत्तिको पावर देखाउने अब अन्य पावरहरू देखाउने तिनी कुराहरू राजनीतिक पावर देखाउने त्यो कुरा आफ्नो राजनीतिक आस्था सबैलाई हुन्छ म पनि एक ठाउँ आस्था गर्ने मान्छे हुम्ला होइन भयो भनेर अनि यो मेरो पार्टीको मान्छे त्यो तेरो पार्टीको मान्छे भनेर लुकाउनु भएन दोषी छ भने त्यसलाई कारबाही हुन पर्यो अबका दिनहरूमा हाम्रा छोरी चेलीहरूलाई सुरक्षित साथ हिँड्ने वातावरण मिलोस् के गाह्रो छ नि त मेरो पनि छोरी छ एकैछिन आधी घन्टा कतै ढिलो गऱ्यो भने यति तनाव हुन्छ फोन गर्ने कता हो के हो घरमा त्यो मान्छे बसिरहेको हुन्छ आँखा त्यो आउने बाटोमा हुन्छ क्या यस्तै कारणले गर्दा त हो नि सर त्यही हो हामीले बुझेको अब नमस्कार सर मेरो टिकाराम बिको हो अनि चाहिँ मेरो घर हिम्मै पल्थिरपट्टि छ चौकीदारको घर र मेरो घर ओल्तिरपल्तिर अनि कसरी यो घटना घट्यो यो घटना सर मेरो छिमेकमा पनि दुईजना केटा र केटी चाहिँ बिहान 6 बजे त्यही अहिले आएको बाटो हामी त्यहीबाट अनि आएको देख्नु भएको रहेछ त्यसपछि अब बाटो हिँड्ने कोही हिँड्यो कोही गयो भन्ने कुरा त्यति ख्याल राख्नु भएन त्यसपछि अनि 6 बजे गएको 7 बजे चाहिँ 7:30 बजे लगभग यो घटना यहाँ हामीले अनुमान गरेको 7:30 बजे घटना यहाँ भइसकेको र 8 बजे अनि हाम्रो गाउँमा 8:30 हाम्रो गाउँमा चाहिँ जानकारी गर्न गएको साथी बेहोस भएछ भनेर चाहिँ गाउँमा भन्नु हो भएपछि त्यहाँ नि अब यहाँ हाम्रो यो वनको छेउ यो सयद पारबाट यहाँ हाम्रो यहाँ परैसम्म धेरै विभिन्न किसिमका चाहिँ मान्छेहरू आउँछन् तर चाहिँ धम्की पनि दिन्छन् हामी यसरी जाँदैछौँ अनि यस्तो कुराहरू चाहिँ बाहिर फैल नहोस् है भन्ने पनि मलाई चाहिँ तनाव दिन्छन् हेर्नुहोस् मेरो यो वनको छेउमै गर्छ त्यहाँबाट नि अब त्यो कुराले गर्दाखेरि हामी बोल्ने कुरा नै आउन्न कतिपय त मैले पुलिसहरूलाई जानकारी पनि दिन्थेँ अनि यसो लागु औषधहरू खाएको छोपिएर पनि लग्ने गर्थेँ तर चाहिँ यो घटना भनेको त्यसपछि अनि त्यो जानकारी साथी अनि चाहिँ बेहोस छ भनेर बोलाएर अनि उ गरिसकेपछि चौकीदारले चाहिँ अनि जानकारी दिनुभएछ चौकीदारलाई जानकारी दिइसकेपछि कस्तो खालको आछ के छ त्यहाँ एक्लै जाँदाखेरिमा अनि समस्या पर्छ डर लागेकै घटनामा त्यसरी अनि चाहिँ कोही अब त्यस्तै भाङ धतुरो खाएर लागु औषध खाएर त्यस्तै अनि बेसोर जस्तो बसेको बेला त केही पर्यार गर्छ कि भन्ने डर पनि भयो त्यो कारणले गर्दा अनि ओल्थिरपट्टि मेरो माइजू हुनुहुन्छ त्यसपछि मेरो माइजू त्यसपछि चौकीदार ती मेरो जेठान पर्नुहुन्छ त्यसपछि अनि त्यहाँ आँटापछि अनि त्यहाँ ओल्थिरपल्थिर 2-4 जना अनि गरेर त्यहाँबाट उहाँहरू हिँड्ने सुरु गर्दा हामी मात्रै जानुहुन्न पुलिसलाई पनि फोन गर्नुपर्छ भनेर पुलिस साउथ पार्कको पुलिसलाई फोन गरेर
लगभग 1-2 मिनटको फरक लगभग सँगसँगै पुलिस र उहाँहरू सँगसँगै यो घटनास्थलमा आइसक्दा अनि ओहो फल्ना ठाउँमा यस्तो भयो भनेर सुनेपछि म पनि त्यसपछि लौरो टेक्दै अलिकति अपाङ्ग पनि छु लौरो टेक्दै आएँ को मान्छेले कसरी बोल्छ के गर्छ भनेर को मान्छेले कसरी हेर्छ भने नि शिरबाट अपाङ्ग भयो नि मैले चाहिँ सबै कुरा गर्छु किन पढाइ लेखाइ छैन तर के बोल्छ कस्तो बोल्छ कसरी हेर्छ भन्ने त सबै अनुभव हुन्छ मलाई त्यसपछि आएपछि अनि नजिकैबाट हेरेछु मैले लास त्यसपछि अनि वरिपरिबाट अनि चाहिँ उहाँहरूले चाहिँ उ गर्नुभएको थियो यो सालको जडानिर ल्याएर केटालाई सोधिराख्नु भएको थियो उ त्यो सालको ठुलो नै उ यहाँसम्म त्यसपछि यहाँ सोधिराख्नु भएको थियो हो यो यहाँ सोधिराख्नु भएको थियो त्यसपछि हामीले यहाँ उ गऱ्यौँ त्यसपछि अनि यस्तै अनि म्यादी पढाइहरूले उ गर्नुभएको थियो म त्यही नजिकैबाट गएर हेरेँ फोटो खिच्न पाइन्छ कि सर भने पाइन्न भन्नुभयो मैले फोटो खिच्दिनँ उहाँले चाहिँ त्यो केटीलाई यहाँबाट त्यो पर ठाउँमा लगेर त्यहाँ सुताउनु भएको थियो मन यसो भइसकेको थियो अनि अलिकति मात्रै निशानी देखिएको थियो कपाल लछप्पै कपालले जगुल्टा चाहिँ पुरै मुख छोपिएको थियो यहाँबाट उठाएर त्यहाँ पारी लगेको चाहिँ कसले हो त्यही केटाले लगेको सम्म हामी म त्यहाँ देख्ने बेला त तिनै केटाले जो मैले त्यहाँ देख्ने बेला त लास त्यहाँ थियो जसले घटना घटाए उसैले लगेको अनुमान त्यसपछि अनि अप्ठ्यारो ठाउँ भयो भने अलिकति सम्म ठाउँमा लाग्यो भन्ने यहाँ खुन पनि बढी ऊ त्यो सालको पातमा अझै पनि खुन्छ सर ऊ त्यो पातमा कुन पातमा ए अत नि है खुनै छ सर यो खुनै हो ल खुनै हो यो सालको पातमा भनेपछि अझै पनि 6 दिन भइसक्यो घटना घटेको अझै पनि सालको पातमा खुन छ सालको पातमा अझै पनि खुन छ हजुर हो त नि अनि र केटाको चाहिँ शरीरहरुमा हातहरुमा पनि अनि खुन थियो हजुर अनि त्यसपछि अनि केटा बेहोस जस्तो भएर केटालाई बोकेर हस्पिटल लग्यो अनि यो सालको त्यो हाँगाहरु भाँचेको छ त्यो सालको पातामा खुनै छ अनि यहाँ माटोमा पनि खुनै छ त्यसपछि उहाँ गइस त्यहाँ यो घटनामा यहाँ गरेछ यहाँ घटना गरेको मैले अनुमान लगाउँछु अनि त्यसपछि लास पर लगेको छ लास लगिसकेपछि उले कालो जगेट हात छिराइदिएछ फेरि जगेटमा दुईटै बाउला छिरा छ तर चाहिँ चैन लगाइदिए छैन अनि गप्पै यसरी नानीलाई लोपट्या जस्तो गराएर जगेटको टोपी अनि गप्पै गराएको छ अलिअलि फेस हो छ कपाल चाहिँ पुरै बाहिर छोडेको छ अनि त्यसपछि एउटा कपडा सुरुवालको बाउला माथि छ एउटा सुरुवालको बाउला अलिकति तल छ अनि पैतेला चाहिँ एकदम पैतेलाको ती खुट्टाको दुईटै खुट्टाको नसाहरू एकदम फुरेको छ निलो निलो नसाहरू ओहो कति छ के नसाहरू निलो निलो भछ सर भनेर मैले चाहिँ त्यो पुलिसहरूलाई नि भने यस्तै नजिकै प्रत्यक्ष अनि फोटो खिच्न दिनु भएन त्यसपछि हेरियो अनि मैले चिन्छु कि भने त्यो गैरी गाउँमा अब यताउता अब मैले सबै चिनेको मेरो अहिले चाहिँ अब चाहिँ लगभग नै 25 साले उमेर हो म अब नचिने कोही पनि छैन वरिपरि कोही चिनेको मान्छे हो कि भन्ने पनि लाग्यो मैले अनि चिन्न खोजेँ अनि यहाँ अब म भनेपछि म अनि त्यहाँ 2 नम्बर गैरी गाउँ अब यहाँ तल हिले खाली सबै मैले चिनेको अनि मेरो चिनेको कोही मेरो छोरी बहिनी हो कि भने मैले चिन्न खोजिस गरेँ चिन्न सकेन चिन्ने अनि त्यो उ थिएन देख्न नपाइन त्यसपछि त्यो खुट्टा मात्रै नसाहरू फुलेको थियो एकदम अनि अनि चाहिँ त्यो बहिनीको चाहिँ त्यति बेला नि तपाईले सोध्नु भएन त्यो केटालाई के गरिस्यो के भयो भनेर सोध्नु भएन अनि उहाँहरूले यहाँ ल्याएर चाहिँ त्यो केटाहरूलाई पुलिसले वरिपरि राखेर अनि पुलिसले सोधिराख्नु भएको थियो अनि सोद्धा सोध्दै ऊ अनि चाहिँ अब या त्यसलाई टचरै पुगेर त्यसलाई अनि त्यस्तै किसिमको बेहोसको अवस्थामा नै पुगेर हो कि या त्यसले बाहना गरेको मलाई त जहाँसम्म लाग्छ त्यसको बाहना नै हो 2 झापट हिँ लगाइदियो वैद्य त्यसको बेहोस पनि हिँ निक्लिन्थ्यो अथवा बेहोस नभएको पनि हिँ बग्थ्यो हिँ हुन्थ्यो पुलिसहरूले पनि समातेनन् अनि त्यहाँबाट पछि अनि बोकेर हस्पिटल लग्यो हस्पिटल लगिसकेपछि यत्रो जनाले उ गरिसकेपछि यो कहाँ उम्केला कहाँ यो ऊ भाग्ला अनि यो जे जस्तो भए पनि यो चाहिँ भोलि कानुनी प्रक्रियामा चाहिँ आउँछ भन्ने मलाई ढुक्क थियो त्यसपछि अनि त्यति गरिसकेपछि त्यो लास हेरियो अनि बस्यो कोहीलाई थाहा छ कसलाई थाहा छैन भने मैले कति अनि फोन मोबाइलमा अनि हेर्न खोजेँ मैले त्यहाँदेखि फोन गर्न खोजेँ अनि तर चाहिँ कहीँ फोन भेटाइन मैले चाहिँ चर्च मण्डलीको मा एकजना हुनुहुन्थ्यो उहाँलाई त्यो मण्डलीमा त धेरैजना हुन्छन् त्योमा फोन गरिदियो भने त केही न केही पत्ता लाग्छ भनेर मैले त्यो चर्च मण्डलीको एकजना मेरो छेमा हुनुहुन्छ छेमालाई पनि फोन गरेँ अनि अहिले चाहिँ यहाँ वचनको भागमा आएर वचनहरू हुँदैछ भन्नुभयो त्यसपछि अनि यहाँ धेरैसम्म बस्यौँ हामी चाहिँ 12 बजे 12:30 बजीसम्म हामी चाहिँ पछि अनि त्यो अनि बच्चाको चाहिँ आमा आउनुभयो सानो अनि छोरा आउनु आमा छोरा
त्यसपछि अनि हेर्नुभयो वरिपरि अनि पर्दा लगाएर हेरिसकेपछि गुप्त अङ्गबाट चाहिँ एकदम खुनको बान अनि त्यसपछि अनि चाहिँ कपडाभरि सबै अनि चाहिँ मुखमुगाको अनि त्यो टाउकोभरि चोट अनि शरीरहरूमा चोट अनि ढालुहरू पनि थियो सर यहाँ अनि ढालुहरू पनि थियो चारवटा कन्डम ढालुहरू पनि थियो अनि जुत्ताहरू पनि थियो ठाउँ ठाउँ फेरि एक ठाउँ होइन पुसाइ हो कि होइन यहाँ बुढो मान्छे हामी ओल्तिर पल्तिर कतिवटा थियो जुत्ताहरू अनि अनि ढाल चारवटा अनि वरिपरि त्यसपछि लिएर अनि तपाईँको कपडा एक ठाउँ अनि ऊ थियो झोला त ऊ त्यहाँ थियो सर रातो लेदरको खालको लेदर खालको झोला थियो रातो ऊ त्यहाँ थियो अनि त्यहाँबाट यहाँ वरिपरि पुलिसले हेर्न दिनु भएन अनि त्यसपछि अनि आमा आइसकेपछि वरिपरि अनि त्यहाँ त्यो केटीलाई हाल्ने त्यो एउटा स्टिलले अनि यसो अनि घेरा हालेर त्यसपछि अनि केटीलाई हेर्नुभयो हेरिसकेपछि मेरो छोरीको हेर्ने अवस्था छैन किन यस्तो गरेर मारिस् अनि भनेर चाहिँ रुन थाल्नुभयो अनि अवलाग बिलाग गरेर रुनुभयो अनि रुँदा रुँदै त्यहाँबाट पछि अनि हेरिसकेर यताउता गरिसकेपछि आमालाई उता लग्नुभयो लगिसकेपछि अनि त्यसपछि अनि उहाँहरूले चाहिँ त्यो लास अनि उठाएर लग्ने काम भयो तर चाहिँ यो कानुन एकदम अबको आउँदो पहिलाका कानुन त अब के थियो सामन्ती शोषक कानुन भन्छु म तर अहिलेको कानुन भनेको जटिल कानुन आउनुपर्छ अहिलेको चाहिँ 2/3 एक लौटे अनि चाहिँ बहुमतको सरकार आएको छ यतिखेर पनि गर्न सकेन भने त नेपालमा केही पनि हुन सक्दैन आँधीभिर र तुफान मरुभूमि मात्रै नेपाल हुन्छ ल अनि नेपाल एकदम मरुभूमि हुन्छ नेपाल अनि चाहिँ अनि कुन देशले लुटेर लग्छ थाहा छैन हाम्रो खानी हाम्रा चाहिँ विभिन्न किसिमका धातु हाम्रा चाहिँ हरेक अनि पानी नदी नाला सारा चाहिँ नेपालले लुटेर लग्छ एउटा यी हाम्रालाई हेर्नुहोस् यो रुख कस्ता छन् यिनी बुढो रुखभरि लगेर अनि बेच्न पर्ने यिनी बालक रुख राख्ने हो भनेपछि यही रुख नेपालको पानीले हाम्रो नेपाल बन्छ भने यिनी केही पनि गर्न सक्दैन पैसाले किन्न खोज्छन् पैसाले किन्छ नियम कानुन राम्रो बन्नु पर्यो हत्याराहरूलाई कडाभन्दा कडा सजाय फाँसीले सजाय दिनु पर्यो तिनलाई त जन्म कैद भन्दा पनि तिनलाई बाँच्ने बेलासम्म जेलबाट निक्लिनु हुँदैन अनि बाँच्ने बेलासम्म जेलबाट निक्लिनु हुन्न तिनको चाहिँ जिन्दगीमा आएको भने अन्धकारमा त्यस्तै जाओस् तिनको पनि मरुभूमि नै होस् भन्न चाहन्छु म अनि तर चाहिँ त्यो नानोको बालकै हो 11 मा पढ्ने बालक रहेछ अनि तर चाहिँ माया पिरम भएर उसले त अनि चाहिँ किनभने एकजनालाई त उसले चाहिँ अनि अँगालेर साथी भनेर आयो बस्यो अनि तर बस्दैमा उड्दैमा तिनीहरूको त त्यस्तो अनि चाहिँ मार्ने अवस्था नपुगे त के थियो त त्यो 4 जना आएर अनि त्यसले त बोलाएर त्यो 4 जनाको बिचको कुरा भएर अनि त्यो मार्ने कुराहरू भयो एउटाले मात्रै त मार्ने सम्मकै हुँदैन अनि एउटाले गरेर अनि त्यो कुनै बलात्कार गरेर अनि चाहिँ त्यो केटीको मृत्यु हुने अवस्था होइन किनभने युनबाट घाउ भयो रगत आयो भनेर डाक्टरले भनेछ गरे अनि किन चोट लागेपछि रगत आउँदैन काटिएपछि रगत आउँदैन चोट लागेर आयो अनि त्यो सारा अनि चाहिँ अनि गुप्त अङ्ग चाहिँ पुरै अनि चाहिँ फाटेको छ पुरै अनि चाहिँ गुप्त अङ्ग चाहिँ त्यस्तो भएछ फाट्न मात्र होइन उसको परानी गइरहेको छ भनेपछि उसको मृत्यु नै भइरहेको छ त्यो भएर एकदम भन्दा पनि एकदम कडा हुनुपर्छ यहाँ चाहिँ मन्थरीको चाहिँ छोरी किन्नुहोस् मन्थरी कुनै डक्टरको किन्नुहोस् कोही इन्जिनियरको किन्नुहोस् तर चाहिँ जस्तै त्यस्तै मन्थरीको